फुटबल सम्बन्धित र सबै स्पोर्ट्सलाई चाहिँ एकदम समेटेको छ उहाँहरूले। एउटा सानो हाम्रो 1 घन्टा जान्छ मुभी होइन, यसमा 2.5 घन्टाको मुभीमा चाहिँ स्पोर्ट्स प्लेयर्सहरूलाई चाहिँ कतिको चाहिँ सङ्घर्ष गर्नुपर्छ र योसम्म आउनुको लागि चाहिँ हामीले कति त्याग गर्नुपर्छ भन्ने कुरा देखाएको छ भने अर्को एउटा कुरा चाहिँ के भन्न चाहन्छु भने स्पोर्ट उहाँको आमाको भूमिका जसले खेल्नु भएको छ, यहाँ फ्यामिली इन्भाइरोमेन्ट पनि देखाएको छ, त्यसमा उहाँ आफै हुनुहुन्छ जसले चाहिँ के अरे एन्जिलाको चाहिँ मदर भएर चाहिँ उहाँले खेल्नु भएको छ भने अझ उहाँले तथ्य तपाईँले थाहा पाएको छैन, उहाँ आफै पनि एउटा फुटबल खेलाडी। मान्छेले भन्छ ड्रिम कम ट्रु भने जस्तै उहाँको इच्छा पनि यो फुटबल खेलाडीसँग कुनै एउटा ग्राफिक लिनु पायो भने राम्रो हुन्थ्यो भन्ने चाहन्छ। तर आज उहाँ फुटबल खेलाडी भनेर एकदम के अरे एन्जिलसँग खेल्नु पाउँदा एकदम खुसी हुनु। हामी बाहिर कुरा गरेको थियौँ होइन, फुटबल खेलाडी हुनुहुँदो रहेछ, हामी एकदम खुसी लाग्यो। अझ लास्टमा के भन्छु, एन्जिला मुभी हेरिदिनु, सबैलाई हेरिदिनु भने